स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। ओहो के छ तपाईहरुको हालखबर? हाम्रो त ठिकै छ हैन। आज त पानी परेर मस्तको छ मौसम चाहिँ। त्यो पनि गाडी सिक्न त बन्द हुँदैन, त्यही भएर जाम भनेको चलाइरहेको छ बाटोभरि। पानी त परिरहेको छ, अहिले त अलि बितेको छ क्या। अघि चाहिँ अलि आएको थियो पानी, अलि सिम पानी आएछ। त्यो अब ट्राभल दिने ठाउँ ल दिदीको यता छ। अब आज के छ अरे त सबै हुन्छ र दाइ आजको दिनमा? दिदीको आठ उकालो सबै हुन्छ आज? उकालो भोलि। ए भोलि हो? आज भने जस्तो 12 दिन हो र। आज 12 दिन हो, भोलि 13 दिनमा जाने। ए आज त यो गाडी छुट्टै हुन्छ, ब्रेक जाम गर्न लाग्छ। ब्रेक छोड्ने हान्ने गर्दै गर नि। यो त डेन्जर रहेछ यार, झ्याप्पै लाग्दो रहेछ। बिस्तारै हान्नु, बिस्तारै। यो गाडी त राम्रो छ। पहिलेको एलब्याग गर्दा मैले यमै गरेको थिएँ क्या सायद। केही छैन। त्यो अर्को गाडी चलाउनु पर्छ, त्यो थाहा पाइन्न त स्टार्ट हो यार। कति चिसो। पानी परेको मौसममा दिदीको सिकाइ भइरहेको छ भने यता दाइले सिकाइराख्नु भएको छ। हो एकदम हो। राम्रोसँग नदेखिन नि अलि अग्लो रहेछ। अब अल्गो भएर डल्ले मान्छेहरूले आफ्नो हाइट दिन्छ। झ्याप्पै नै चलो फेरि बन्द आएको थाहा हुनु। अब एक्सिलेटर थिचेर उठाउनु पर्छ नि। ब्रेक समातेको थाहा पाउँछ, फेरि यहाँ लाइट बलिरहेको थियो ब्रेक समातेको। त्यो त त्यो क्लच छोड्दै जाऊ, एक्सिलेटर छिर्नु भयो, फेरि क्लच छोड्नै पर्छ। फेरि कहाँ गुडेको होला रे। क्लच पुरै छोडिदियो कि त्यो त हिँड्नु परिहाल्यो। त्यो लाइसेन्सको बेला ट्रायलको बेला निक्ने घुमाउने यही गाडी हो। खाजा आएछ के गर्ने? यतै खाँदै चलाउनु सिकाइदिनु न। बिस्तारै बिरेक हान्नु गर्नु होला। फेरि उता उकालो उठाउने बेला राम्रो गाडी परेछ भने त्यो सम्म हुन्छ एकछिनमा, त्यहाँनिर बिहान त्यो रोक्यो भने सिद्धो। अनि आफूले निकालेर लाइसेन्स? हजुर कहिले मैले यही सिकाएको थिएँ पहिला। कहिले दियो ट्रायल? खै अब 1 वर्ष हुन्छ होला सायद, अब आउने बर्खा पछि। कति छ यसो त क्लज मात्रै खोजिनु गएको छ। किन यो जा भने यिनीहरूले जा भने उयो बिचमा राखिदेऊ न। चल लौ सक्यो। यतिको बेला पनि ठिकै थियो, तर अलि देखिन्छ क्लास मात्र। जोसमा छन् भट्टाहरू। कोही फेरि त्यहाँ मान्छे चराएर ट्रायल सिकाउने।
बिस्तारै अल्छ मिल्छ है मिल्छ एकदम खतरनाक होला पानी पऱ्यो अल्छ अलिक बितायो क्या भने ओए तो चाहिए हो लवा तो चाहिए लो पोरले सकिन्छ एड घुमाउन एड घुमाउनु त सकिहाल्नुहुन्छ सायद सक्यो जस्तो माने अब छुट्छ कि लाइन छुट्छ कि जस्तो लाग्यो त्यो ऐनामा हेरेर पनि थाहा पाइहाल्यो अलि ठुलो गाडीमा अलि डुब्छ यो आठ यत्रै हो कि भन्दा हुन्छ यत्रै हो उताको भन्दा अझ सानो बनाउनु पर्ने हो एलब्यागमा छिरौँ अब दाइले भनिसक्नु भएको छ यहाँ दाइको यो एलब्याग यत्रै हुन्छ त्यहाँको एलब्याग काट्नु फटाफट ठोक्यो बोल्ट हाल्नु पाप लाग्छ त्यसको जस्तो गियर होइन नि यसको त सबै यहाँ देखाउँछ यता लगेर सिधा लगेर पछाडि तान्यो भने मात्रै जान्छ यसको तायो जाँदैन ब्याग गियर लाउनु पछाडि हो कि ब्याग गियर यो होइन यो भनेको न्युट्रल हो होइन अब यता लग्यो तिमीले होइन यता लगेर फेरि यसो ब्याग गियर हाल्नु भन्दा मिल्दैन क्या बुझ्यौ अब यसले चाहिँ के भने न्युट्रलमा हुँदा हुँदै यसरी ब्याग गियर हाल्नुपर्छ तिमीले नत्र जाँदैन बुझ्यौ पड्याक्कै बनाइदिनु यही छ त फादर यहीँ ल्याइदियो त अब राइट खोल्नु एक्सट्रिम आउँदैछ एकछिन बसेर रोकौ यो अब अगाडि यहाँ कहाँ छ के यता हाल्ने गेयर लगाउने विश्वास त गर्नुहुन्छ त यार गेयर लगाउने नै यस्तो हल्का अर्कै लाग्यो क्या त्यो त पुरै यस्तरी यताबाट जान्थ्यो यो जान्दैन यसमा होइन अब यता एलब्याग त अर्को गाडीमा त सकिरहेको थियो अब यो गाडीमा के हुन्छ यो 3 नम्बर गयो त्यो 3 नम्बरको सिधा अगाडि तान हो अब यो न्युट्रल हो अब रिभर्स गर्नु हजुरतिर तानेर हजुरतिर तान्नु यता ठेल्ने हो कि यतै भएन यो हजुरतिर तान्नु कि सिधा भएन टाउको हात यहाँ राख्नु नै महसुस गर्नु ल महसुस गर्नु ल कसरी अब यता 5 नम्बर लगाएर चाहिँ ब्याक लिएर आउँदैन कि तिमीले जतिसुकै तान बुझ्यौ अब यसलाई चाहिँ के भने न्युट्रलमै ताने यसरी हाल्नु अब 1 नम्बर हाल्नु पऱ्यो भने यसरी सन्धि लिइराख्ने त यो चाहिँ ठ्याक्कै जुन गियर लाउँदा पनि न्युट्रलमा लग्नै पर्ने क्या अनि बल्ल गियर फेर्न मिल्ने न्युट्रल हो है ल ब्याक गेट जाँदाखेरि खट्याक्क भनेर आउँछ जाउँ म यता रेकर्ड गरेछु कसरी काट्नुपर्छ अर्को गाडी हजुर सबै लेखेर राख्नु पर्ने भ्लग पनि पोस्ट गर्छौ कि तिमी बनाउने मात्रै हो पोस्ट गरिदिन्छु दाइ केमा युट्युबमा च्यानल के छ च्यानल मिलन बगाली मगर मिलन बगाली मगर कतिको सब्सक्राइबर छ 32,000 कि 32 मात्र ओन्ली 32 हजुर भाइ धेरै लिस्टिङको यो पनि बुझ ल अब 2 राउन्ड त काट त
खासमा बुझ्ने चाहिँ मान्छेहरूले 1.5 हो होइन यता पुरै आउँदैन नि त अब यसको चाहिँ के भने मान्यता चाहिँ के भने यताबाट यो एक राउन्ड भनिन्छ कि अब फेरि यता एक राउन्ड काट्यो भने सिधा भयो यो के भयो यो यता यो टायर सिधा छ कि बाङ्गो छ सिधा सिधा छ अब कसरी सिधा भएको थाहा पाउनु पर्दा यता घुम्यो यता घुम्यो घुम्यो त घुम्यो तपाईँको होइन ल यो अब तपाईँको उता जाँदा पनि 2 राउन्ड नै जान्छ यता जाँदा नि 2 राउन्ड जान्छ कि तपाईँको यो एउटा सिधा छ कि टायर बुझ्नुभयो कन्फ्युज भयो भने कन्फ्युज भयो भने लक गर्ने भए पुरै यता लक गरि हुन्छ उता लक गरि हुन्छ अब यता लक गर्नुभयो तपाईँ होइन अब 2 राउन्ड एक राउन्ड यो यो सिधा भन्दा तपाईँको सिधा छ कि बुझ्यो अब गाडी बग्यो क्या ए मलाई महसुस भयो क्या होइन ओइ 最後飲自己 lupa ya pro चाहँदैन नि अनि क्या आवेदन उता जानु हुँदैन यता आउनुपर्छ ब्रेकको झट्का आउनु भएन है मैले सिकाउनु मान्छेको अहिलेसम्म ब्रेकको झट्का आएन त्यसरी ब्रेकको झट्का चाहिँ आउनु हुँदैन ए आयो आयो सुन्यो सुन्यो अहिले त सुनेर पो त जाउँ मान्छेले सुनेर थाहा पाउँछ र कुकुरले सुनेर थाहा पाउँछ हो म त पेलेर कसरी आइरहेको म यो ठाउँमा बुझिया छ भने छ भने छैन भने छैन भने क्लासै लिइदिन्छ अनि मात्रै सिधा लिएर आइसक्यो त चाउमिन लिएर आएको यहाँ कसले हेर्छ त मलाई के भने चाउमिन भने चाउमिन भने मलाई त्यसो खान्छ एकछिन म लिएर आउँछु कि म आउनला म खानुभयो तपाईँले पर्दैन एकदम सही छ एकदम सही छ सकिन्छ एक्लै सकिन्छ उसले हेरिदिन्छ अहिले है खाजा खाना ओए यहाँ पनि यसो आँखालाई भइकिन भइकिन Your sister is poor now, brother. Your sister म भन्दैन आफै काट्नु होला भन्दैन भन्दैन मस्त घुम्छ त्यो त मक्खन रहेछ भने स्मुथ यतातिर धेरै भयो नि न यतातिर धेरै भयो नि त्यहाँ छोयो कि नै छुट्यो कि नै खोइ म थाहा पाएन यहाँबाट देखिन खोज्छु म बाहिर छिँदै छु नि ल म बाहिरबाट बनाउँछु हजुरको ल जानु
लगाए यहाँनिर हेर्नु पर्छ क्या एकदम राइट वाला छ एकदम ठिक छ एकदम यहाँसम्म आउनुपर्ने हुन्छ पल्टाउनु भयो एउटा डल्ला अब बाङ्गो अब बाङ्गो गराउनु भयो अब साइडमा गडबड हुन्छ गाडी बाङ्गो छ कि गाडी बाङ्गो छ क्या गाडी बाङ्गो छ अगाडि लगाएर सिधा गराउनु ल अब सिधा गराउनु अब आउँछ होला कति ढिलो लगाउनु भयो रिक्वेस्टमा मैले यता फेरि चिप्ले दाइले धकलेर अझ छिटो गएको छ पछाडि सुनेको छ किन तर मैले त सुनेर छु हजुर अब यो त्यति देखाएर रोक्ने हो क्या ल एकदम ठिक छ अब उकालोमा गएछ भने त्यहाँ बनाउनु न त घरतिर ल
हामी चाहिँ रुम पुगिसकेको छौँ दिदी पनि आज Yes. प्रेममा आउनु भएको छ ल स्वागत छ मेरो Thank भ्लगमा you, हजुरलाई thank you, एकदम thank you very much, सँगले। thank you. बस बस खै खबर ह्यान्डसेक गर्न लागन त्यस्तो कति गोडो छ कि मेरो ओप्स मेरो हात कालो मेरो छ त गोडो छ हेर्नु या, कस्तो या। गोडो, मुख मात्र अलिअलि कालो छ एकदम ठिक छ दिदीको एलब्याग पनि राम्रो छ आर्ट पनि राम्रो छ अब उकालो मात्र हेर्नु बाँकी छ अगाडि हेरेर मनोरञ्जन त गर्नुभयो होला नि हजुरहरूले एकदम राम्रोसँग मेरो मलाई उकालोमा लगेकै छैन क्या गाजीमा उकालोमा लानु एकदम perfect हो उकालोमा क्या। त फेरि गाडी नै उइली गाडीको उता मुखी पल्टाइदिन्छु अब भोलि थाहा हुन्छ अब उकालो चाहिँ यस तर आज लग्नु म त आज आज लग्नु चाहिँ नलग्ने आज चाहिँ लगेन किन लगेन डु यु नो त्यसले चाहिँ 12 दिनपछि लग्दो रहेछ क्या यो लम्बुवाला क्या हो त्यो लम्बुवाला दैले अनि 12 बजी अनि आज 12 दिन हो भोलि लग्छ अरे ए त्यो मलाई अस्ति सिकाएको थियो नि त्यो शुक्रबार हो त्यो वाला चाहिँ 12 दिनमा लग्छ भन्थ्यो नि त्यो लगेन त्यो थिएन आज अनि राम्रो थियो भन्दै थियो अनि छिटो छिटो सिक्नुहुन्छ भनेर तारिफ पनि गरेको थियो Yes, I'm quick learner. You know, you Yeah. don't know. I'm quick learner. एक्लैले पुरा यालब्या खानु पर्यो अस्ति फर्स्ट दिनमै Yes. 8 पनि 2 दिनमा Yes. ओ उकालो कति दिनमा एक दिनमा आधी घन्टा दुई दिन आधी घन्टामा 2 दिन भनौँ न आधी घन्टा नि के भन्नु 2 दिन ल 2 दिन होइन 1 घन्टा त्यसो भए आधी घन्टा 15 मिनट 30 मिनटको होइन 15 मिनटमै सकाइदिन्छु 30 मिनटको होइन सकाइदिन्छु जस राम्रो गरिदिनुहुन्छ अब त्यो सक्ने बित्तिकै फर्म गर्दाखेरि उता लगेर पनि सिकाउँछु दिदीलाई कति 3-4 कति लाग्छ सायद 3-4 हो कि 600 कति लाग्छ घन्टाको कि मिनटको कतिको लाग्छ त्यो लगेर आउँछ अब त्यो त लिखित त पास गरिहाल्नुहुन्छ त्यो सजिलो हुन्छ गाडीको बारेमा हुन्छ म एकदम टपर हो क्या टपर हो म त लिखित सिकेँ युट्युबमा अलिकति हेरेपछि थाहा भइहालिन्छ अनि त्यो अब लाइसेन्स निकालेर लाइसेन्स देखाउँछु लाइसेन्स निकालेर लाइसेन्स त मिल्ने होइन कागज मिल्दैन रसी तल हो लाइसेन्स के त्यो मिल्दैन र लाइसेन्स त्यो स्मार्ट लाइसेन्स मिल्दैन त अहिले कार्ड मिल्दैन कल त नियम बनाएको छ भने त मलाई त आजकल त लाइसेन्स निकालेको अब एक दिनमै निक्लिन्छ भन्थे तर मान्छेहरू लडेको छन् पाएको छैनन् 4-5 वर्ष भयो हुन्छ त्यो अब ब्लग कस्तो लाग्यो यसो भन्नु होला शेयर कमेन्ट सब्स्क्राइब अब हाम्रो चाहिँ यहाँ ब्लग इन हुन लागेको छ यस यस्तो हजुर दादा देख्नु भयो होला यसो बिनु भयो ल यसरी बस्नु यतिको बस्ने यसरी यतिको ए त्यसो भए त अघि त मेरो टाउको मात्रै देखिरहेको थियो टाउको मात्रले घाँटी ल आजको ब्लग हेरेर इन्जोय गर्नुभएकोमा धन्यवाद छ आरिगातो गोजाइमास 감사합니다 감사합니다 आरिगातो गोजाइमास धन्यवाद थ्याङ्क यू 칭정짱 सी यू बाउ 칭롱나 ल आजको ब्लग यति नै नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला लाइक पनि गर्नुहोला अनि आफ्नो साथीहरूलाई इष्टमित्रलाई सेयर पनि गर्नुहोला होइन बेला मेरो जिब्रो यस्तो हुन्छ क्या के हुन्छ भन्दाखेरिमा यो कता कता चिप्सिन्छ क्या आजको ब्लग इन गरेँ हेरेर साथ दिनुभएकोमा धन्यवाद भने फेरि लास्ट टाइम पनि ल फ्लेक्स हानेको फ्लेक्स ओ गाइस प्लिज प्लिज लाइटर पनि देखाउ न लाइटर न्यू देखेछ किन आगो ल फसेको होइन किनेको यहाँ अफरमा आछ भन्थ्यो त अफरमा आएन भर्न नि मिल्छ क्या ल आजको ब्लग यहीँ समाप्त हुन्छ हस्त धन्यवाद लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु जय नेपाल जय नेपाल